हैन मान्छेले चाहिँ यता 30 वर्षदेखि 50 वर्षसम्म इग्नोर गरिरहेछ शरीरले त्यो 50 वर्षमा गएर अब हामीलाई इग्नोर गर्न थाल्छ नि मान्छेलाई जब त्यसपछि शरीर वन्ट कम ब्याक ती अहिलेको यङ्स्टर्सहरू प्लिज आफ्नो शरीरलाई 50 वर्ष हुँदाखेरि कस्तो राख्ने भन्ने चाहिँ आफूले आजैबाट निर्धारण गरेर राख्नु पर्यो गर्नु होला 50 वर्षको उमेरमा जस्तो हाम्रो हस्पिटलमा कुरा भइरहेको हुन्छ कि हामीले दुईटा डिफ्रेन्ट मान्छेहरू दुईटा डिफ्रेन्ट थरीको मान्छेहरू देख्छौँ भनेर कुरा भइरहेको हुन्छ नि आज हामी यसको बारेमा थोरै कुरा गरौँ न पक्कै पनि हैन 50 वर्षको उमेरमा अस्पतालमा दुई थरीकै मान्छे आउनुहुन्छ सो एक थरीको मान्छे भनेको लाइफ ट्राभल गरौँ न इन्जोय गरौँ न दिनमा 8000 स्टेप पुर्याउँ न हैन तर पनि एकचोटि चाहिँ वर्षमा आफ्नो स्वास्थ्य परीक्षणहरू गरौँ भनेर अस्पताल यसो वर्षमा 2 वर्षमा एकचोटि अस्पताल आउने मानिसहरू एक थरी अर्को थरी भनेको चाहिँ प्रेसर बढ्यो सुगर बढ्यो मुटुमा समस्या हैन कोलेस्ट्रोलको समस्या भनेर औषधिको डोजलाई मिलाउन हैन डाक्टर रेगुलर देखाउन औषधि परिवर्तन गर्न भनेर धाइरहने टाइपको मान्छे सो यो दुई थरीका मान्छे चाहिँ अस्पतालमा भेट्नुहुन्छ अब यो दुई थरीको मान्छेमा हामीले डिफ्रेन्स हेर्यौँ भने त एउटा आकाश एउटा पाताल जस्तै भयो नि त नि यो ह्युज डिफ्रेन्स चाहिँ कसरी आयो त एउटै मात्रै फरक छ है त्यो 50 वर्षमा पुग्ने बित्तिकै रोग लागेको होइन हैन अब त्यो 50 वर्ष आफू हुनुभन्दा 20 वर्ष अगाडि फर्कौँ त सो 20 वर्ष अगाडि फर्किने भनेको 30 वर्षको उमेर हैन अहिले लगभग हाम्रो उमेर हैन सो 30 वर्षको उमेरमा हुँदाबाट जीवनमा के गरियो त हैन आफ्नो शरीरलाई कसरी राखियो आउँदै गरेका परिवर्तनलाई कसरी एडजस्ट गरियो भन्ने कुराले चाहिँ त्यो 50 वर्षमा गएर देखिएको हो नि त सो आफूलाई कस्तो लागिरहेको हुन्छ भन्दा 30 वर्ष हुँदाखेरि सबै कुरा गर्न सकेको छु 30 वर्षको हुँदाखेरि शरीर एकदम हट्टाकट्टा हुन्छ शरीरले फुर्तिलो तरिकाले जे पनि गर्न दिइरहेको हुन्छ लेट नाइट बस्ने जङ्क फुड खाने एक्सर्साइज छैन के भएको छ र मलाई सबै कुरा गर्न सकिरहेको छु नि हैन सबै कुरा गर्न सकिरहेको छु तर पनि नर्मल नै छ हैन भएको त केही पनि शरीरमा परिवर्तन भएको छैन अनि हामीले के बुझ्छौँ भन्दा मलाई त के हुन्छ र केही पनि हुँदैन पछि म यस्तै त हुने हो नि भनेर बुझ्छौँ तर होइन है शरीरले त्यो सबै कुरालाई एकदम इग्नोर गरिरहेको होइन त्यो सबै कुरालाई शरीरले रेकर्ड गरिरहेको हुन्छ मजाले डाटा इन्ट्री गरे जसरी रेकर्ड नै गरिरहेको हुन्छ अनि त्यो रेकर्डलाई चाहिँ सबै कुरा निहालेर शरीरले 50 वर्षमा चाहिँ बल्ल त्यो आउटपुट दिने हो अनि अहिले अब जस्तो अराउन्ड 30 भनेको त अब हाम्रै एजको मान्छे भयो नि त नि अब अहिले लाइफ कति बिजी हुन्छ सोच्नु न बिहे भन्यो बच्चा प्लानिङ भन्यो अब आफ्नो करियरको कुरा भयो अब आफ्नो पढाइ पनि हुन्छ पढाइ पनि कन्टिन्यू गरिरहेको कुरा हुन्छ अनि अब घर बनाउनु पर्यो कार किन्नु पर्यो लोन इएमआई सो मेनी थिङ्स नि त अब यो सबै कुराको प्रेसरमा मान्छेले हुन्छ नि एउटा त्यो एक्सर्साइज गर्ने कुरालाई चाहिँ जहिले पनि अब हुन्छ नि आज मेरो यो भयो अब मेरो यो महिनाभरि चाहिँ यस्तो छ अब म नेक्स्ट मन्थबाट गर्छु हुन्छ त्यो भनेर चाहिँ जहिले पनि इग्नोर त्यो एउटा कुरा चाहिँ धेरैजना हुन त हुन्छ एउटा ग्रुप हुन्छ हु इज भेरी कन्सियस अबाउट दिस अनि एउटा ग्रुप हुन्छ हु नोज गर्नुपर्छ भनेर बट येट इट इज भेरी इग्नोर्ड पार्ट कि म आज गर्छु भोलि गर्छु भन्दा भन्दै टाइमै कहिले पनि पाइ नै रहेको हुँदैन के टाइम अब अहिले कुरा गरौँ न हामी 2082 सालमा चलिरहेछौँ हैन चैत्र महिनामा छ अब 83 आउँदैछ म न्यू इयरबाट त गर्ने हो यो वैशाखबाट त सबै कुरा गर्ने हो भन्दै पनि 84 साल आउँछ सो देयर इज नेभर टुमोरो आजैबाट गर्ने हो हैन जस्तै आज हामी बिहान एक्सर्साइज गयौँ हैन अनि त्यसपछि गएर एकैछिन जिम गऱ्यौँ दौड्यौँ हैन जो आज गरेर त्यही कुरालाई हामीले कन्टिन्युटी दिने हो भोलि पनि गर्ने पर्सि पनि गर्ने दिनमा आधी घण्टा 45 मिनट शरीरको लागि निकाल्नुपर्छ जस्तो अब एउटा कुरा जस्तो 30 र 50 वर्षको उमेरलाई मात्रै हेर्ने हो भने त्यो 50 वर्षमा गएर मात्रै सबै देखिने होइन कि अब 30 वर्षबाट ती कुरा भइरहेको हुन्छन् अनि अब 40 वर्षमा एसिडिटी भइरहेको हुन्छ थकान महसुस हुने लन्च डिनर खाएपछि हुसुक्क निदाउने अलिकति त्यो शरीरमा चाहिँ एनर्जी नै नभएको जस्तो अनुभूति चाहिँ एउटा मान्छेलाई हुन थालिसकेको हुन्छ है अस्पताल गएर यसो जाँचहरू गर्ने हो भने धेरै कुराहरू बोर्डर लाइन देखिन थालिसकेको हुन्छ है कसैको माइल्ड फ्याटी लिभर मोडरेट फ्याटी लिभर कोलेस्ट्रोल अलिकति हाई अनि प्रेसर पनि बोर्डर लाइन हैन सुगर पनि बोर्डर लाइन देखिन थाले हुन्छ तर पनि मान्छेले के गर्छ त इग्नोरै गरिरहेको हुन्छ यो बोर्डर लाइन चाहिँ म ब्याक गरिहाल्छु नि अब यो वर्ष त म एकदम शरीरको लागि दिनेवाला छु भन्यो
गर्दा गर्दै गर्दा गर्दै अनि 50 पुग्ने हो कि होइन। त्यो 40 वर्षमा शरीरले सङ्केत चाहिँ यसो रिपोर्ट्सहरू गराउने हो भने दिन थालिसक्या हुन्छ, तर पनि हामीले इग्नोर गर्यो। शरीरले जब इग्नोर गर्यो नि त्यसपछि शरीर ब्याक हुनेवाला छैन कि उसले इग्नोर गर्न थालेपछि इग्नोर भयो त्यो दिनबाट होइन। मान्छेले चाहिँ यता 30 वर्षदेखि 50 वर्षसम्म इग्नोर गरिरहेछ, शरीरले त्यो 50 वर्षमा गएर अब हामीलाई इग्नोर गर्न थाल्छ नि मान्छेलाई, जब त्यसपछि शरीर वन्ट कम ब्याक है। एकदमै गाह्रो छ, गाह्रो होइन त्यो एज वाइज भएको चेन्ज त अब त्यो कसैले पनि त्यो फिर्ता ल्याउनै सक्दैन। त्यही भएर हामीले रमाउला गरौँला भनेर यत्रो सेभ गरिरहेको हुन्छौँ नि होइन, पैसा सेभ गरौँला, त्यहाँ 40 कटेपछि रमाउला नि त भन्यो ओऱ्यो, सबै सेभ गऱ्यो। अनि जब ठ्याक्क 40-45 कटेपछि चाहिँ अनि अस्पताल धाउन थालेपछि त्यो पैसा सबै अस्पतालमै खनायो, औषधिमै खनायो। त्यो सेभ गरेको त्यो एउटा चाहिँ अर्थ चाहिँ एकदम त्यो सेभ गरेको पुँजी चाहिँ व्यर्थ नै भइसक्यो कि अब गर्नलाई इनर्जी पनि बाँच्छ होइन। अनि त्यसपछि स्ट्रेस, त्यो रोग सँगसँगै स्ट्रेस हुन्छ, तनाव हुन्छ, स्ट्रेसले झन् त्यसैलाई चाहिँ होइन बल्झाउने हो। अनि यता एक थरीका अनि हामी सुरुमा कुरा गरेको थियौँ नि, एक थरीका मान्छे जो ट्राभल गरिरहेछन्, फिट छन्, हस्पिटलै टेक्नु परेको छैन, अनि तिनीहरूलाई हेऱ्यो बस्यो होइन, अनि तिनी तनावहरू फेरि सिर्जना हुने हो। त्यो भएर आई गेस जो 40 वर्ष 50 वर्ष कट्नुभएका मान्छे भन्दा नि अहिले जो हामी 25-30मा रन गरिरहेछौँ नि अहिलेको यङ्स्टर्सहरू है, यङ्स्टर्सले चाहिँ यो कुरा एकदमै बुझ्नु जरुरी छ। सो शरीरले हजुरले के गरिरहनु भएको छ भन्ने कुरा रेकर्ड गरिरहेछ। सो त्यही कुरा चाहिँ त्यहाँ गएर पछि आउटपुट देखाउने हो। 50 इयर्सको आउटपुट हो, अहिले डाटा इन्ट्री भइरहेछ, 50 इयर्समा आउटपुट हो। हामीले कम्प्युटरमा पहिला पढ्थ्यौँ नि इन्ट्री के अरे इनपुट प्रोसेसिङ आउटपुट होइन। सो भने जस्तै अब जस्तो हामी अहिले चाहिँ नागार्जुनमा छौँ होइन, अनि हामी यहीँ हिजो आएका थियौँ। बाहिर अर्को रिसोर्टमा चाहिँ बस्न आउनुभएको एउटा ग्रुपमा एकजनालाई एकदम गाह्रो भयो। अनि पछि मैले बुझ्न खोज्दाखेरि चाहिँ ड्रिङ्क गर्दा गर्दै गाह्रो भएर अब त्यो ग्रुप नै राति हस्पिटल जानुभयो नि त। सो उहाँहरू अब एकजना गएर अरू रमाउनु पनि मिलेन। सो त्यसरी रमाउने भनेर आएको, ड्रिङ्क नै रमाइलो, स्मोक नै रमाइलो, भ्याप नै रमाइलो भन्ने होइन के भयो। अब उहाँहरू गर्दा गर्दै एकजनालाई गाह्रो भएर एकदमै एकैछिन त होसै नआएको जस्तो भयो। त्यसपछि सबैजनाले अब अनि हस्पिटल लिएर जानुभयो। आजको रात उहाँहरूको अब हस्पिटलमै बित्यो होला। त्यो भएर अलिकति अहिलेको यङ्स्टर्सहरू प्लिज आफ्नो शरीरलाई 50 वर्ष हुँदाखेरि कस्तो राख्ने भन्ने चाहिँ आफूले आजैबाट निर्धारण गर्नु होला है त। र सबैजना खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्, एकदमै महत्त्वपूर्ण कुरा गऱ्यौँ हामीले। सो आफ्नो साथीभाइ, आफ्नो परिवारलाई सेयर गर्नुहोला। श्रीमानले श्रीमती, श्रीमतीले श्रीमानलाई यो कुरा चाहिँ बेला बेलामा चाहिँ झल्को दिइरहनु होला है, झल्काइरहनु होला। सो सबैजनाको दिन शुभ रहोस्। प्लिज डक्टर।